नमस्ते सबैजनालाई मेरो भिडियोमा वेलकम छ। सबैजनालाई सन्चै हुनुहुन्छ होला। मेरो भिडियोमा लाइक शेयर सब्सक्राइब गर्नु होला। कस्तो लाग्छ कमेन्ट गर्नु होला। म चाहिँ आज दुबई टाढा घुम्न आएको छु। सबैजना सब्सक्राइब गरिदिनु होला। मेरो चाहिँ सब्सक्राइब सानो छ किनकि सब्सक्राइब भएकै छैन। मलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। भिउ चाहिँ यस्तो यस्तो छ। चाहिँ पानीहरू रहेछ कि कति राम्रो राम्रो सायद ट्याङ्की पनि होला। यस्तो के बनाएको दामी चाहिँ दामी रहेछ। म पनि फर्स्ट टाइम आएको है। आउन चाहिँ दुबई फ्रेम चलिसकेको थियो तर यहाँ भित्र चाहिँ फर्स्ट टाइम पसिनाले भिजेर आउँदा कति राम्रो। मलाई योहरू मन परेर चाहिँ म घुम्न आएको थियो कि मैले देखेको थिएँ नि त मेट्रोबाट आउँदा जाँदा गर्दा यो भित्र चाहिँ यही भएर चाहिँ घुम्न आएको थियो। सो कस्तो लाग्छ तपाईँहरू भनिदिनुहोस्। कोही पनि नभएपछि आफ्नै फोटो मान्छेलाई खिच्नु पर्ने रहेछ। यहाँ गार्ड रहेछ। म चाहिँ गार्डलाई खिच्न लगाएँ क्या। या साथी नभएपछि यस्तै हुँदो रहेछ हो गाइजहरू। के गर्नु सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला। ट्याप ट्याप गरेर पैसा लाग्दैन है सब्सक्राइब गर्नलाई किनकि मेरो चाहिँ सब्सक्राइब नै छैन क्या। त्यही भएर चाहिँ भन्छु सबैजनाले यहाँ दुबई फ्रेम गर्न आएको के गर्नु अल्छी लाएर काचम भइरहेको थियो। यहाँ आएर लडियो आराम। अहिले त मलाई त कस्तो मजा आयो भने गाइजहरू। फुलहरू चाहिँ यस्तै गरिदिरहेछ मान्छेहरू चाहिँ सबै रहेछ होइन। आफ्नो त कोही पनि छैन। त्यस्तै हो घुम्ने खाने साथी भयो छैन आफै घुम्ने। म चाहिँ हो अल्छी लाग्यो मलाई चाहिँ। यहाँ सबैजनालाई आउनु होला। फ्रेम दुबई पारा दुबई फ्रेम दुबई है के हो भन्छ मलाई नामै आएन हो। यहाँ यता यो टुप्पामा है म चाहिँ यहाँ घुम्न आएको। यहाँ अल्छी लगाएर है कहाँ छौँ के गरम भइरहेछ हो। मजाले सुत्न पाइरहेछ। खुसी लाग्यो। बिन्दा छ जिन्दगी रात एक्लै के गर्नु। दुबई फ्रेम है कस्तो छ दुबई फ्रेम सल्लाक्क पारेर आफैले फोटो खिचेको भएन। आफैले खिच्न खोजेको दुबई फ्रेम पनि भइरहेको छ। म चाहिँ अब त्यहाँ पर जान्छु कि अल्छी लगाएर भन्नाले मजा आइरहेछ किनकि यहाँ यस्तो दुबईमा हिँड्न पाइरहेछ कि र त्यही भएर चाहिँ मलाई एकदम आनन्द फिल भइरहेछ क्या। अब चाहिँ त्यसमा जान्छु म चाहिँ हेर्नको लागि एक्जाममा। राम्रो छ दुबई फ्रेम चट्ट परेको। कहीँ आइपुग्यो है। साथी चाहिँ यहाँ फोटो कहाँलाई खिच्नु लगाउने कोही पनि मान्छे देखेन। खोइ मान्छे त छैन। उता चाहिँ थियो चरालाई खिच्न लगाऊँ भने चरा पनि यता बिजी होइन पानीतिर हराइरहेको थियो क्या। पानी चाहिँ छरै छ तर खानु चाहिँ मिल्दैन होला। पानी चाहिँ आएर चरा पौडी खेलेको अवस्था के गर्नु। दुबई फ्रेम कस्तो देखिरहेछ। यहाँ चाहिँ खेती लगाइरहेको छ। घाम लागेर घाम डुब्नु नि होइन बेलुका परिसक्यो। घामले गर्दा मेरो यहाँ भिडियो नै भइसक्यो होइन अँध्यारो भइसक्यो। चराहरू रहेछ यहाँ चाहिँ यस्तो छ रहेछ है।
घर पनि अनि यहाँभित्र हेर्नलाई चाहिँ टिकट काट्नुपर्छ अरे भन्थ्यो अनि त्यही भएर म चाहिँ गएन यताभित्र जानलाई चाहिँ चरा चाहिँ हेर्न गएको चरा यता पनि छ चरा यो भित्र चाहिँ खै के छ अरे टिकट काट्नुपर्छ अरे म चाहिँ गएन अनि त्यहाँभित्र गएपछि फोटो साथी पनि त चाहियो नि त त्यही भएर चाहिँ परिवारको जोडीहरू सिंहहरू लिइरहन्छ भाउ दामी जस्तो देखिन्छ कि माइ गड चाहिँ खेल्ने कुराहरू पनि रहेछ कि प्राइजहरू त्यहाँभित्र चाहिँ धेरै महँगो नि थियो तर केही छैन तर मलाई फोटो खिच्ने भिडियो गर्ने मान्छे चाहियो नि त त्यही भएर भित्र चाहिँ गएन यतातिर चाहिँ आयो घुम्यो अनि एक्लै भएपछि फेरि कहीँ पनि नहुने रहेछ फोटो खिच्न कसलाई पनि है घुमेर थाल्यो यता पुरै घुमेर अब चाहिँ घर जान्छु गर्मी पनि भयो राम्रो ठाउँ रहेछ उता जा भिडियो कस्तो लाग्यो भन्नु होला लाइक शेयर सब्सक्राइब गरिदिनु न प्लिज सब्सक्राइब गरिदिनु होला नेक्स्ट भिडियोमा धन्यवाद।